ए केही विद्यार्थीहरूको माग अनुसार मैले एउटा न्युक्लियर फिजिक्सबाट एउटा क्वेसन लिएको छु है। यो इम्पोर्टेन्ट छ, एकदम मोस्ट पोटेबल हो र इक्जाममा सोध्न सक्ने पनि हो है। एजुमिङ द्याट अबाउट 200 मेगा इलेक्ट्रोन volt energy is released per fission of 92 uranium-235 nuclei. What would be the mass of uranium-235 consumed per day in the fission reactor of power 1 megawatt approximately भनेर हामीलाई दिएको छ। ल यस्तो खालको क्वेसनहरू सोध्न सक्छ। त्यसको लागि अब हामीले कसरी गर्ने त भन्ने कुरा, अब हामीले यसको लागि सबभन्दा पहिला हामीले के जान्नु पर्यो त भन्दै 200 मेगा इलेक्ट्रोन भोल्ट इनर्जी रिलिज पर फिसन भनेको छ नि। यो भनेको हाम्रो के हो त भन्दाखेरि इनर्जी रिलिज बाई अ सिङ्गल युरानियम एटम हो के। यो भनेकै हाम्रो के हो त भन्दा इनर्जी रिलिज बाई अ सिङ्गल युरानियम एटम भनेर हामीले भन्न सकिन्छ। यसलाई चाहिँ अर्को ल्याङ्ग्वेजमा यो भनेको है खास चाहिँ इनर्जी रिलिज पर फिसन भन्नु र इनर्जी रिलिज बाई अ सिङ्गल युरानियम एटम भन्नु एउटै हो। त्यही भएर मैले यहाँनिर के लेख्छु त भन्दाखेरि इनर्जी released per fission equal to energy released by a single U-235 हुन्छ है। यो भनेको कति हो त भन्दा 200 मेगा इलेक्ट्रोन भोल्ट। अब मेगा भनेको 10⁶, 200 into 10⁶ into इलेक्ट्रोन भोल्ट चार्ज अफ इलेक्ट्रोन 1.6 into 10⁻19 यति सबै गरेपछि जुलमा गयो। यो क्यालकुलेसन गर्दाखेरि हाम्रो कति आउँछ अरे भन्दाखेरि 3.2 into 10⁻11 जुल हुन्छ है। यो हामीले कुरा। अब हामीलाई यहाँ के सोधेको त भन्दाखेरि वाट वुड बी द मास अफ युरानियम 235 कन्ज्युम पर डे। हाम्रो टाइम दिएको रहेछ, टाइम दिएछ, टाइम टी इज इक्वल टु 1 डे दिएको छ है। 1 डेलाई पहिला सेकेन्ड बोला, 1 डे भनेको 24 into 60 into 60 गऱ्यो भने हाम्रो यहाँबाट कति आउँछ त भन्दाखेरि 86,400 सेकेन्ड आउँछ है त है। अनि यहाँ अर्को दिएको छ हाम्रो पावर अफ यति, पावर पनि दिएको रहेछ। ल पावर पी इज इक्वल टु दिएको छ 1 मेगावाट, 1 मेगावाट। यो भनेको मेगा भने 10⁶ वाट है। यति हामीले थाहा पाउनु पऱ्यो। अब हामीले यहाँ के थाहा पाउनुपर्छ त भन्दाखेरि एभोगाड्रो नम्बर है। हामीलाई कुनै कुनैमा दिया हुनसक्छ, कुनै कुनै नदिया हुनसक्छ है त। एभोगाड्रो नम्बर भनेको कति हो अरे, यहाँ नै भनेर जसलाई हामीले रिप्रेजेन्ट गर्छौँ 6.023 into 10⁻ कति हो 23 पर मोल होइन, पर मोल यही हो नि होइन। अब हामीलाई के थाहा त भन्दाखेरि यहाँनिरबाट हामीले थाहा पाउनु भनेको म यो अगाडिको भिडियोमा पनि हालेको छु। के थाहा पाउनु पर्यो त भन्दाखेरि 235 होइन, यहाँ युरानियम 235 दिएको हुनाले 235 ग्राम अफ U-235 इक्वल टु यसमा कति एटम हुन्छन् रे, एभोगाड्रो नम्बर इक्वल टु हुन्छन् भनेको 6.023 into 10⁻23 एटम्स है। अब हामीलाई त के छ त 1 ग्रामको निकालिदिउँ। 1 ग्राम अफ युरानियम कति हुन्छ त भन्दा 6.023 into 10⁻23 बाई कति मतलब 235 एटम्स है। यही हो नि। अब हामीलाई थाहा छैन एक दिनमा कति युज हुन्छ भन्ने कुरा। लेट एक्स ग्राम यु कन्ज्युम्ड पर डे। एक दिनमा त यति युज हुन्छ, हामीले लेट गरौँ। त्यही भएर मैले यहाँ के गर्छु त भन्दा यति लेट गरिसकेपछि एक्स ग्राम अफ U-235 इज इक्वल टु कति हुनु पऱ्यो त भन्दाखेरि यो कति छ अरे 6.023 into 10⁻23 डिभाइड बाई कति त भन्दा 235 इन्टु कति एक्स एटम्स भयो भनेको एक्स ग्राममा यति एटम्स हुँदो रहेछ। अब टोटल इनर्जी हामीले निकाल्नु पऱ्यो है। टोटल इनर्जी किन भन्दाखेरि सिङ्गल युरानियम एटमले इनर्जी रिलिज बाई सिङ्गल युरानियम एटमले यति इनर्जी रिलिज गर्दो रहेछ एउटा एटमले। भनेको हामीसँग कति एटम भयो, यति एटम भयो है त। यति एटमले कति भनेको टोटल इनर्जी
रिलिज अथवा लिबरेट भन्ने पनि हुन्छ। रिलिज्ड यसलाई ई भनौँ। ई इक्वल टु कति भयो 6.023 इन्टु 10⁻23 डिभाइड बाई 235 इन्टु एक्स इन्टु कति एउटा सिङ्गल युरानियम एटमको भन्दाखेरि यहाँनिर त्यहाँ छ इन्टु 3.2 इन्टु 10⁻11। ल क्यालकुलेटर हान्नु त कति आउँछ, यसलाई सबैलाई क्यालकुलेटर हान्दाखेरि 6.023 इन्टु 10⁻23 इन्टु 3.2 इन्टु 10⁻कति छ अरे -11 डिभाइड बाई 235 गर्दाखेरि यति आयो। कति आयो त भन्दाखेरि 8.2 इन्टु 10⁻10 इन्टु एक्स जुल आयो होइन। अब हामीलाई यहाँ के देखा त भन्दा यति इनर्जी आयो। अब हामीलाई यहाँ के देखा त भन्दा पावर दिएको छ, पावर र टाइम दिएको छ। अब हामीलाई के त वी हेभ के थाहा त भन्दाखेरि पी इज इक्वल टु के हो रे ई बाई टी हो होइन। पी भनेको हामीलाई दिएको छ 10⁻6, ई भनेको यहाँबाट आयो 8.2 इन्टु 10⁻10 इन्टु एक्स डिभाइड बाई टाइम भनेको हाम्रो यहाँ 86,400 हामीले यहाँ निकालेछौँ यी है 86400। मास चाहियो नि त होइन, भनेको यो यता गरी एक्स इज इक्वल टु एक्स जति आउँछ त्यति नै हाम्रो के हो त मास हो है। एक्स भनेको कति छ त भन्दाखेरि 10⁻6 इन्टु कति के भयो यहाँ इन्टु 86,400 डिभाइड बाई यहाँ कति छ त भन्दाखेरि 8.2 इन्टु 10⁻10 त कति आउँछ भन्दाखेरि 1.x इज इक्वल टु कति आयो त 1.053 ग्राम आउँदो रहेछ हाम्रो के त न्युक्लियर रियाक्टरले कति ग्राम अफ युरानियम युज गर्यो भनेको दिस इज द के त भन्दाखेरि मास अफ युरानियम एटम है रिक्वायर्ड बाई द रियाक्टर टु जेनेरेट द पावर अफ 1 मेगावाट भनेर हामीले यसरी लेख्नु पर्यो है त, यसरी हामीले गर्नु पर्यो। ठिक छ ल।